पानी चाहिँ टन्नै किनेर ल्याएको थिएँ तर तिर्खा चाहिँ लागेन क्या मलाई स्टेसनमै चढेपछि बिस्तारै बस वेटिङमा छु र गइरहेको छौँ एकदम जाडो मौसम छ एकदम यहाँबाट आज जिन्दगीमा पहिलोचोटि सिप पनि चढ्ने भयो ल अब यहाँबाट बिस्तारै हामी बसमा जान्छौँ अनि बसमा गएर चाहिँ हामी सिप चढ्नेछौँ हाम्रो बस आयो 1:30 को बस अब बिस्तारै अब सिप लाइनमा जाँदैछु अब हामी बसबाट ओर्लिसक्यो टिकट काट्नु पर्यो टिकटको लागि काट्दैछु जसको सिट चढेपछि सिट चढ्न जान्छ बोलाइसक्यो अब टुर चढ्ने बेला भइसक्यो हाम्रो ढुङ्गा अब हामी सिट चढ्न लागिसक्यौँ पहिलोचोटि चढ्न लाग्यो म त कस्तो भयो त्यो त समुद्रतिर खस्ला फेरि बस समय कस्तो बबाल ए कस्तो हो यो ए माथिको हो ए कस्तो राम्रो हो नि ठाउँ त बाहिरै बस्ने के सिन हेर्नलाई टाढो यहाँ रहेछ जिन्दगीमा पहिलोचोटि हो म पनि यसरी चढेको केही पनि थाहा छैन एकदम गजबको हुँदो रहेछ जहाँ पनि घुम्न पाउँदैछ आफ्नै वर्षी हो त्यसका बाजे यहाँ फुगटाहरूमा हात देखाएन त्यो चाहिँ फुगटा त्यो चाहिँ फुगटा हो ए तिमी त्यो तिनीहरू अलिक सेफ्टी लड्ला भने तिनीहरूलाई लड अघि हामी यहाँबाट चढेको खासमा चाहिँ क्लोज हुँदो रहेछ त्यो चाहिँ बाटो अनि यो मुनि चाहिँ गाडीहरू राख्दो रहेछ बाइकहरू गाडीहरू सबै अर्को माथि जङ्गलतिर जान्छ आइपुगेछ नि को माथि अरे होइन साइड आइपुगेछ ल छिटो आऊ तिमीहरू यहाँ चाहिँ गरौँ भयो कि मेरो ब्याग चाहिँ मलाई मात्र बोल्नु लगाउँदै जे पनि जहाँ गए पनि सोझो मान्छे ए भर्खर हामी चाहिँ त्यहाँ त्यो सिटमा आएको अनि अब हामी जाने पनि एकछिन नै होला टिकट इस्ल्याम पार्कमा आइपुगिसक्यो फुलै रहेछ अब तल हामी सुरुमा यहाँबाट जाउँ अनि एकदम ठुलो रहेछ नि त अनि घुम्न भ्याउँछ त्यो इलामको याद आयो मलाई यो यस्तो हेरेर त साँच्ची भने इलाम किरो जस्तो क्या छिटो हो चेलीबेटीहरू छिटो अल्ल फुलको फुलैको बगैँचामा आइपुग्यो ल आहा स्वर्गमा जस्तो फिलिङ भइरहेको छ मलाई चाहिँ जसले जे भने पनि मलाई चाहिँ एकदम मजा आइरहेको छ कस्तो राम्रो हो फेरि जिन्दगी त यो हो क्या बिस्तारै अनि यहाँ चाहिँ हाम्रो घरबाट ल्याएको खाजा रहेछ अब एकछिनमा खाने भोक नै लागिसक्यो पानी चाहिँ टन्नै किनेर ल्याएको थिएँ तर तिर्खा चाहिँ लागेन क्या मलाई चाहिँ किनभने एकदम चिसो क्या लेक रहेछ माथि हातमा हो त्यस एउटा इस्ल्यान्ड हो समुद्रको बिचमा हो त्यही भएर चाहिँ नि रमाइलो छ
फुलै फुल उतातिर चाहिँ काम गर्दै रहेछ फुलहरू रोप्दै रहेछन् है मान्छेहरू हेर्न एक सुरमा क्या कसैको केही बाल छैन कि यहाँ कसैको के आफूले नै हो कि यहाँ जे पनि गर्नु कसैको केही लाग्दैन इन्डियाको बाउ चन्द्रले जे भन्ने पनि गाडी यहीँ छ घर यहीँ छ कस्तो बुढी आमाहरू हुन्छ मेरो हजुरआमा चाहिँ 60-70 वर्षको आमाहरू होला र काम यहाँ त काम त उमेरको भ्यालु छैन कि जति आफ्नो हातले गर्न सकिन्छ आफ्नो ज्यानले गर्न सक्छ त्यतिसम्म काम गर्छ यहाँको मान्छेहरू यहाँ उमेर तँ ठुलो तँ सानो भन्ने कुनै भ्यालु नै छैन अब इष्टमित्रहरू कहाँ गयो म चाहिँ यता आइहालेँ यता छिरिहालेँ ओ कसम यो भित्र त यहाँ पानी पऱ्यो भने पानी तल छिर्दैन होला म हराएँ इष्टमित्र कहाँ हो कहाँ छिर मेरो इष्टमित्रहरू यो फुलको नाम चाहिँ के हो साथीहरू थाहा छ भने यसो कमेन्ट गरिदिनु होला है यो फुलको नाम मलाई थाहा भएन कि यो फुल चाहिँ एकदम बढिरहेछ उतातिर कति धेरै हो कहाँ गयो इष्टमित्रहरू यस्तो बब्बा कि यस्तो बब्बा झन् अब त यो त फुल झरेको सिजनमा अब त झन् फुल फुल्ने सिजनमा आयो त तिमी त यहीँ बस्न मन कतिजना मन गर्दैन कसम भने कतैजना मन गर्दैन यहीँ बसिरहनु फुलसँगै बहिनीले छिटाओ जाडो भइसक्यो यहाँ मलाई सेतो टोपी छ्याम्मै लगाइदियो छोड्दै अब बाटो साटो भुल्यो भने हामी हिँड्दिने हो भोक लागिसक्यो हुन्छ अर्का टोपी नलाउने एकछिनलाई मात्र ल तिम्रो टोपी एउटा मलाई दिए हुन्छ एउटा मलाई दिए हुन्छ एउटा मलाई दिए हुन्छ किन तिनी दुई दुईवटा भएपछि माग्ने नि किनै पर्दैन यस्तो 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 हो क्या हेर्ने भनेको जाने भए जाऊ माया ओहो यस्तो राम्रो हेर आहा कस्तो राम्रो हो भने के हो भने यस्तो यो ठाउँ के हो भने यहाँ के हो यस्तो कस्तो राम्रो ठाउँ Sen anjurun kok. Promorun. मलाई जङ्गलको चाट के हो यो त पुरा खेल्ने ठाउँ खेल्ने बनाइदिएछ हेरेर जान सक्छु होला सायद सक्छु म आया के बनाइदिएछ मेरो ब्याग छ यो खाने फल हो नि जम फर्क्यौँ हामी अब फर्क्यौँ सबै फोटो खिचिसक्यो सबै ठाउँ हेरिसक्यो अब जाडोले चाहिँ नि एकदम जाडो भयो सबैजना फर्क्यौँ हामी 2 4 3 4 7 गाडीमा नअर्डर रहेछ हामी उसमा नअर्डर चाहिँ हामी ठिकै भयो अब फर्क्यौँ खाजासाजा खानेको टाइमले भ्याएन आज फेरि टाइमले भ्याएन भने त लास्टै बस पाउँदैन के गर्छु त्यही मेरो टिकट कहाँ आयो मैले टिकट हरायो भने फेरि अर्को टिकट काट्नुपर्छ ओके आजलाई यति नै हामी अब बिस्तारै जान्छौँ आज यहाँ ल्याएको सेलसेलदेखि के खान नि टाइमले भ्याएन अब हामी त्यही रुममै गएर खान्छौँ ओके आजको लागि यति नै बाई